जिन्दगी नै अचम्म छ साथीहरू। 1 महिना अगाडिसम्म म नेपालमै यसो उसो गर्थेँ। आफ्नो घरको देवदेवता पुज्ने, मन्दिर जान रमाइलो लाग्ने, 2 पैसा जोगाएर नि भगवानकै लागि केही किनौँ केही गरौँ भन्ने आफ्नो लागि कहिले नसोच्ने ल मेरो लागि चाहिँ भगवानले धेरै कुरा सोच्नु भएको छ होइन। म यसरी विदेशमा आएर घुम्छु भन्ने मेरो कुनै सपनामा पनि थिएन। हुन त बुढो बाहिर बस्नु भएको नि 15-16 वर्ष भयो, तर मलाई कहिले उहाँलाई लैजानु पनि भनेन। उहाँले जाम भन्दाखेरि पनि अभाव दबाबमा बाँचेको जिन्दगी यस्तै त हो नि होइन। मसँग होस् यति पैसा भए यसो गर्नुपर्छ भन्थेँ, यति पैसा भए बाबुलाई यस्तो हुन्छ भन्थेँ। छोरो पढाएर आफूले दुःख जिलो गरेर अब कोठामा बसेको हो हामी अहिलेसम्म। मेरो घर पनि छैन र भगवानको कृपाले अब छिट्टै घर पनि बन्ला। किनभने मेरो घर चाहिँ तेह्रथुम हो र मलाई चाहिँ आमाले सानै 14 वर्षको उमेरमा टुरो केटा भनेर बिहे गरिदिनु भएको र उहाँले चाहिँ म 17-18 वर्ष हुँदा छोडेर परदेश लाग्नु भएको र अहिलेसम्म उहाँ पनि दुःख गरिरहनु भएको छ र मैले पनि नेपालमा धेरै सङ्घर्ष गरेँ, धेरै दुःख गरेँ। आफू एक्लै बस्नु पर्दाको पीडा, सानो बालाखा छोरछोरी बिरामी भइरहने त्यस्ता बोकेर बस्न पर्नको पीडा, अनि कोहीसँग बोल्दा कोहीसँग हाँस्दा आफ्नै भन्नेहरूले खिल्ली उडाउनुको पीडा होइन। अब धेरैले धेरै कुरा भन्थे, धेरैले धेरै गर्थे। किनभने एक्लै बस्न चाहिँ एकदम गाह्रो हुन्छ साथीहरू। एक्लै बस्दाखेरि आफू जति नै राम्रो गरेर बसे पनि खोट लाउने कहाँ पाइन्छ, कहाँबाट यसलाई खसाल्न पाइन्छ, यसलाई कहाँबाट यसको इज्जत फाल्न पाइन्छ भनेर चाहिँ मान्छेले धेरै लागि पर्छन् होइन। लागि परे पनि आफूले आफ्नो खुट्टा नछोडेपछि चाहिँ भगवानले पनि कहिले हात टाउकोबाट हटाउनुहुन्न। भगवानको साथ छ भनेर, भगवान हुनुहुन्छ म माथि भनेर चाहिँ आफूले कहिले विश्वास हटाउनुहुन्न होइन। अहिले अब परदेशमा आएर पनि नौरथा चलिरहेछ। मलाई चाहिँ व्रत बस्न मन लाग्ने। भाइले बिचारा कहाँबाट सामान खोजेर जस्तो पाइन्छ त्यस्तै म व्रत बसेँ। मलाई यही चाहिन्छ भन्ने पनि छैन। किनभने हिजो केही नहुँदाखेरि पनि दुना टपरीमा पूजा गरेकै हो नि त साथीहरू। अहिले त घरमा अब सम्पूर्ण भनौँ न सामग्रीहरू जति चाहियो त्यति भगवानले पुर्याउनु भयो। तर परदेशमा पनि मलाई इच्छा लागेको कुरा चाहिँ भइछाड्यो। किनभने म व्रत बसेँ अनि भाइले चाहिँ के खाने भन्छ, बुहारीले के खाने भन्छ। अनि हामीले चाहिँ यहाँ चाहिँ के कफी लिएको थियौँ हामीले। यो चाहिँ नि बुहारीको काम गर्ने अफिस रे, तर यहाँ होइन यतापट्टि। अनि यता भाइको पनि म्याकडोनल्ड्स हो नि त मेरो भाइको चाहिँ। अनि म्याकडोनल्ड्समा पनि भाइले उसको अफिस पनि देखाउँदै थियो। अनि यसै गरी भाइ बुहारी बिचारा 1 महिना नभकिन सुत्केरी ऊ पछि लाएर भिडियो बनाउँछिन्, खिच्छिन्। दिदी फोटो यहाँ खिच्नु भन्छन्, दिदीलाई घुमाउन ल्याएको भन्छन्। आज मेरो भदाइनी पनि फर्स्ट टाइम चाहिँ यति टाढा घुम्न गइन्, नत्र उसलाई चाहिँ त्यही हस्पिटलतिर बाहेक अन्त लाने गरेको थिएन। बाहिर अब त्यो के हुन्छ भनेर। अनि यहाँ हेर्नु न भूतहरू पनि रहेछ है, साँच्चीकै जस्तो देख्ने क्या। उस्तो एकचोटि देख्दा त तर्सिन्छ नि है साथीहरू। त्यो हेर्न अल्को हुन्छ, फेरि होचो हुन्छ। अनि उता भित्र झन् डेन्जर भूतहरू छ। अनि यस्तै हो साथीहरू, मनको गुनासो पोख्न मन लागेको होइन। जिन्दगीमा चाहिँ खुट्टा कहिले छाड्नुहुन्न। कति समस्या पर्दा कहिले झुन्नेर मरौँ, कहिले बिखाएर मरौँ जस्तो पनि लाग्यो होइन। अब कोसँग भनेर रुनु मन लाग्यो भने पनि आमा बुढी हुनुहुन्थ्यो। यसो कसैलाई मनको पीडा पोख्नु पनि कोहीसँग थिएन। अनि आजको दिनमा चाहिँ भगवानले मेरो लागि पनि केही सोच्नु भएको छ। मैले आजको दिनसँग केही नमागे पूजा गरेँ होइन। नमागे पनि उहाँले चाहिँ मलाई दिनलाई धेरै कुरा राख्नु भएको छ भनेर चाहिँ यो भिडियो बनाउँदै जाँदा आँसु पनि आयो होइन। अनि अर्को कुरा चाहिँ साथीहरू, नेपालमा दसैँ आउँदैछ। यहाँ पनि आउँछ दसैँ त नेपालीहरूलाई। तर पनि सबै साथीहरूलाई दसैँको विजया दशमीको धेरै शुभकामना। म चाहिँ यसरी घुम्दैछु र धेरै याद गर्छु नेपालको मठ मन्दिरहरूको, दिदीहरूको आमा हुनुहुन्छ। सबैजनालाई धेरै मिस गरेको छु। बाई साथीहरू, ह्याप्पी दसैँ।